के तपाईको खेतमा पानीको अभाव छ? के तपाईँ थोरै पानीमा बढी उत्पादन गर्न चाहनुहुन्छ तर अझै थाहा छैन? आउनुहोस्, आज हामी कुरा गर्दैछौँ एउटा यस्तो प्रविधिको बारेमा जसले तपाईको खेतीलाई स्मार्ट, सजिलो र अझ लाभदायक बनाउँछ। त्यो प्रविधि हो ड्रिप सिँचाइ प्रणाली। नमस्कार साथीहरू, स्वागत छ तपाईहरूलाई एग्री डिजिटल नेपाल युट्युब च्यानलमा। यहाँ हामी कृषि, प्रविधि र ग्रामीण विकाससँग सम्बन्धित उपयोगी जानकारीहरू नियमित रूपमा ल्याउने गर्छौँ। यदि तपाईँले अझै च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने कृपया अहिले नै सब्स्क्राइब गर्नुहोस् र बेल आइकन पनि थिच्नुहोस् ताकि हरेक नयाँ भिडियोको नोटिफिकेसन सबैभन्दा पहिले तपाईँसम्म पुगोस्। अब कुरा गरौँ ड्रिप सिँचाइ प्रणाली के हो। ड्रिप सिँचाइ भनेको एउटा यस्तो आधुनिक सिँचाइ प्रणाली हो जहाँ पानी सिधै बिरुवाको जरामा सानो सानो थोपाको रूपमा पुर्याइन्छ। परम्परागत सिँचाइमा जस्तो पुरै खेतमा पानी हाल्नु पर्दैन। यहाँ बिरुवालाई चाहिने पानी सिधै जरा क्षेत्रमा पुग्छ। अब कुरा गरौँ यस प्रणालीमा प्रयोग हुने मुख्य सामग्रीहरू। पानी जरासम्म पुर्याउन पाइप र ट्युबको प्रयोग गरिन्छ। पानीको प्रवाह नियन्त्रण गर्न भ्याल्भको प्रयोग हुन्छ। पाइप ब्लक हुनबाट जोगाउन फिल्टर राखिन्छ अनि थोपा थोपा पानी दिने उपकरणको रूपमा इमिटर वा ड्रिपरको प्रयोग गरिन्छ। यो प्रणालीले खास गरी 4 चरणमा काम गर्छ। पहिलो चरण अन्तर्गत सिधै पानी पाइपबाट बगेर इमिटरसम्म पुग्छ र त्यहाँबाट थोपा थोपा गर्दै पानी सिधै बिरुवाको जरामा झर्छ। पानी खेर जाने मात्रा लगभग 0 जस्तै हुन्छ। दोस्रो चरण हो पानीको बचत। परम्परागत सिँचाइ प्रणालीमा धेरै पानी बाफ भएर उड्छ वा जमिनमै हराउँछ, तर ड्रिपमा यस्तो हुँदैन। 70% देखि 90% सम्म पानी बचत हुन्छ। तेस्रो चरण हो फर्टिगेसन। तपाईँ पानीसँगै मल पनि मिसाएर सिधै जरामा दिन सक्नुहुन्छ। यसले मलको सही उपयोग हुन्छ र खर्च पनि घट्छ। चौथो चरणमा माटोको सन्तुलन बनाउने कार्य गरिन्छ। ड्रिपले माटोलाई सधैँ न त धेरै सुक्खा न त धेरै भिजेको ठिक सन्तुलनमा राख्छ। यसले बिरुवाको वृद्धि अझ राम्रो बनाउँछ। अब हेरौँ यसका मुख्य फाइदाहरू। पानीको बचत 70% देखि 90% सम्म हुन्छ। उत्पादनमा वृद्धि हुनुको साथै राम्रो फल तथा फूल हुन्छ। त्यसैगरी झारपात कम उम्रन्छ किनकि पानी केवल बिरुवाको जराले पाउँछ। श्रममा लाग्ने खर्च घट्छ साथै समयको पनि बचत हुन्छ। मलको सही मात्रामा उपयोग गर्न सकिन्छ साथै बिरुवाको पातमा पानी नपर्दा फंगस कम लाग्ने हुन्छ। तर हामी सधैँ दुवै पक्ष देखाउँछौँ। यस प्रणालीका केही सीमाहरू पनि छन्। सुरुमा लागत बढी हुन्छ, पाइप वा इमिटर ब्लक हुन सक्छ, प्राविधिक ज्ञान चाहिन्छ साथै नियमित मर्मत आवश्यक हुन्छ। तर दीर्घकालीन फाइदाहरू यी कमजोरीभन्दा धेरै बढी हुन्छन्। नेपाल जस्तो पहाडी भूभाग भएको देशमा ड्रिप सिँचाइ प्रणाली अत्यन्त उपयुक्त र प्रभावकारी छ। विशेष गरी तरकारी खेतीमा जस्तै टमाटर, खुर्सानी, काउली, बन्दाका लागि। त्यसैगरी फलफूल खेतीमा जस्तै सुन्तला, कागती, अंगुर र आँप अनि संरक्षित खेती अन्तर्गत प्लास्टिक टनेल र ग्रीन हाउसमा यो प्रणाली अत्यन्त उपयुक्त र प्रभावकारी छ। खुशीको कुरा त के छ भने नेपाल सरकार र एनजिओ आइएनजिओहरूले पनि यस प्रणालीका लागि अनुदान पनि दिइरहेका छन्। तपाईले कम लागतमा पनि यो प्रणाली जडान गर्न सक्नुहुन्छ। त्यसैले साथीहरू, यदि तपाईँ आफ्नो खेतीलाई आधुनिक बनाउन चाहनुहुन्छ, कम पानीमा बढी उत्पादन लिन चाहनुहुन्छ भने ड्रिप सिँचाइ प्रणाली तपाईको लागि उत्तम विकल्प हुन सक्छ। यदि तपाईलाई आजको भिडियो उपयोगी लाग्यो भने भिडियोलाई लाइक र शेयर गर्नुहोस् अनि च्यानललाई सब्स्क्राइब तथा नजिकै रहेको बेल आइकन पनि थिच्नुहोस्। धन्यवाद।